एकदम अफरोड एकदम डेन्जरस रहेछ। पिच चाहिँ भएको छैन रहेछ है। हजुर यो के अरे बेराबिलमा हामी भतिजको एक्जाम भएर यो नेटाकोट जाँदैछौँ। नेटाकोट हुँदै हुँदै हामी अब सिला हुँदै मुजाफरगढ हुँदै हामी अब नेटाकोट जाने हो। किनकि भतिजको एक्जाम छ, अब 3-4 एक्जाम भएको कारणले पानी पनि पड्ला जस्तो छ। फेरि पानीले भिजिन्छ होला। डेन्जरहरू मोड छ नि, मोर्निङहरू एकदम है। फाल्टो पनि रहेछ है। पारीको गाउँ गन्ना रहेछ है। खुलोच खुट्टालाई फेरि गाड्ने कुरालाई मात्रै ट्याक्टर गरी बिस्तारै रेस बढाउने धेरै बढ रहेछ है। अब हामी कहाँ पुग्नु अहिले? आरी हो। आरी पडिरहेको छ है। अनि पानी त अहिले त्यस्तो धेरै अप्ठ्यारो त छैन होला है। धेरै अप्ठ्यारो त छैन। पानी परेपछि निस्किनु गएको धेरै अप्ठ्यारो पनि छ। गलिएको छैन नि, भइरहेको छ। केही न केही त गर्नु पर्छ। बाटो आइरहेको